जय मातृभूमि नेपालमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई जर्नलिजम एजुकेसन च्यानलमा म स्वागत अभिवादन गर्दछु। आजको पिक्चर सेलेक्सन भन्ने विषय रहेको छ। नेपालीमा भन्नुपर्दा तस्बिर छनौट। यो ग्रेड 12को मास कम्युनिकेसनको युनिट 4मा छ र यो एकदमै काम लाग्ने विषय भन्छु। न्युज एडिटिङमा चाहिँ यो चाहिँ फोटो सेलेक्सन गर्नुपर्ने हुन्छ। त्यस कारण भाइ बहिनीले जानिराख्दाखेरि राम्रो भनेर मैले यो विषय आज प्रस्तुत गर्दैछु। पिक्चर सेलेक्सन, तस्बिर छनौट। फोटो पत्रकारिताको एउटा महत्त्वपूर्ण कार्य। समाचार अनुकूल तस्बिरको छनौट गर्नु पनि पत्रकारिताको महत्त्वपूर्ण काम मानिन्छ। फोटो पत्रकारले एउटै घटना वा विषयको अनेकौं फोटो लिएको हुन्छ। भाइ बहिनी, तपाईँहरूले देख्नुभएको होला, फोटो पत्रकारहरू कुनै पनि कार्यक्रममा होइन एउटा मात्र फोटो खिचेर फर्किनुहुन्न। उहाँहरू विभिन्न एङ्गलबाट विभिन्न फोटो लिएको हुन्छ एउटै घटनाको। तर त्यो सबै फोटो प्रकाशन गर्न त सम्भव हुँदैन। एउटा समाचारमा त्यो समाचारलाई अनुकूल हुने खालको कुनै एउटा फोटो मात्र प्रकाशन गरिन्छ। त्यसको लागि सबैभन्दा सुइटेबल फोटो को हो भने कुन चाहिँ हो रहेछ भनेर के त सेलेक्सन गर्नुपर्ने हुन्छ। त्यसमध्ये सबैभन्दा उपयुक्त तस्बिरको छनौट गरेर प्रकाशन गरिन्छ। यसरी तस्बिरको छनौट गर्दा विभिन्न कुराहरूलाई ध्यानमा राखिन्छ। के कुरालाई ध्यानमा राखिन्छ त? तस्बिरको गुणस्तर, कोण, स्थान साथै विषयवस्तुको आधारमा तस्बिरको छनौट गरिन्छ। त्यसै गरी कहिलेकाहीँ समाचार अनुकूल बनाउन तस्बिरमा भएको अनावश्यक दृश्यलाई काट्नु पर्दछ। अर्थात् समाचार अनुकूल बनाउन कहिलेकाहीँ तस्बिर क्रपिङ, काटछाँट पनि गर्नुपर्ने हुन्छ। भाइ बहिनी, फोटो पत्रकारितामा, फोटो जर्नलिजममा दुईवटा टर्मिनोलोजी छ। एउटा छ फोटो क्याप्सन राइटिङ र अर्को रहेको छ फोटो क्रपिङ। फोटो क्याप्सन राइटिङ भनेको चाहिँ फोटोको तल जुन फोटोको विवरण दिएको हुन्छ त्यो पनि महत्त्वपूर्ण हुन्छ। त्यसले फोटोलाई अझ स्पष्ट बनाउँछ, त्यो हो फोटो क्याप्सन राइटिङ भनेको। फोटो क्रपिङ भनेको चाहिँ कहिलेकाहीँ आफूलाई चाहिने भन्दा नचाहिने दृश्यहरू त्यो फोटोमा क्याप्चर भएको हुन्छ। त्यस कारण समाचार अनुकूल बनाउनलाई ती अनावश्यक दृश्यहरूलाई, अनवान्टेड दृश्यहरूलाई चाहिँ के गर्नुपर्ने छ? काटेर त्यो त्यहाँबाट हटाउनु पर्ने हुन्छ, जसलाई के भनिन्छ त? फोटो क्रपिङ। उपयुक्त तस्बिरको चयन गर्ने काम सम्पादनको क्रममा गरिन्छ। न्युज एडिटिङ गर्दाखेरि सेलेक्सन गरिन्छ तस्बिरको। समाचारले मागे अनुसार कहिलेकाहीँ तस्बिरको आकारलाई सानो वा ठुलो पनि बनाउनु पर्दछ। अब कहिलेकाहीँ तपाईँको समाचार 5 कोलमको हुनसक्छ, कहिलेकाहीँ 6 कोलमको, कहिलेकाहीँ ब्यानर हुनसक्छ, कहिलेकाहीँ 3 कोलमको हुनसक्छ। अब तपाईँको 5 कोलमको समाचार छ भने फोटो 6 कोलममा राख्न मिल्दैन, होइन त? बरु कि 4 कोलममा राख्न मिल्ला अथवा 5 कोलममा राख्न मिल्ला, कतिमा राख्दाखेरि चाहिँ त्यो समाचार अझ राम्रो देखिन्छ, त्यो विचार गर्नुपर्ने हुन्छ, होइन? तर कमजोर गुणस्तरको तस्बिरलाई भने ठुलो बनाउँदा तस्बिर अस्पष्ट हुन सक्दछ, ध्यान दिनुपर्छ। अर्थात् त्यो फोटोको क्वालिटी राम्रो छैन भने चाहिँ त्यसलाई धेरै ठुलो बनाउँदा त्यो फाटिन्छ। त्यो त्यो फाट्यो भने फोटो राम्रो हुँदैन। त्यस कारण त्यो चाहिँ ध्यान दिनुपर्छ। सामाजिक मर्यादा विपरीतको तस्बिर प्रयोग गर्नु हुँदैन। अब सामाजिक मर्यादा आफ्नो सोसाइटी अनुसार, आफ्नो कन्ट्री अनुसार फरक हुनसक्छ। सायद अमेरिकाको सामाजिक मर्यादा नेपालको भन्दा फरक हुन्छ कि, होइन? त्यसलाई पनि हामीले ध्यान गर्नुपर्छ। विभत्स देख्ने तस्बिरको प्रयोग गर्नु हुँदैन। अब कुनै यस्तो तस्बिर छ जुन तस्बिर देख्दाखेरि मान्छेहरू आत्तिने, डराउने, फेन्ट हुने सम्भावना छ भने त्यस्तो फोटोलाई पनि प्रस्तुत गर्नु हुँदैन अर्थात् प्रकाशन गर्नु हुँदैन। एउटा उद्देश्यको लागि खिचिएको तस्बिरलाई अर्कै उद्देश्यको लागि प्रयोग गर्नु हुँदैन। फोटो पत्रकारले एउटा घटनामा फोटो खिच्यो, अर्को पनि सिमिलर घटना छ, त्यसको फोटो खिच्न भ्याएन भने यही फोटोलाई त्यहाँ राखिदिउँ भन्न, त्यस्तो पनि गर्न पाइँदैन। अन्य स्थानबाट लिएको तस्बिरमा साभार भनेर खुलाउनु पर्छ। यदि आफ्नो समाचारको लागि तपाईँले अर्को कुनै सोर्सबाट तस्बिर लिँदै हुनुहुन्छ भने कुन सोर्सबाट लिएको त्यो सोर्स खुलाउनु पर्छ, जसलाई साभार गरेको भनिन्छ। अरू व्यक्तिबाट खिचिएको तस्बिर प्रयोग गर्नका लागि पहिलो अनुमति लिनु पर्दछ। यदि तपाईँलाई आफ्नो समाचारको लागि सुइटेबल फोटो कसैसँग छ भन्ने लाग्छ भने उनीहरूको अनुमति लिएर मात्र फोटो छाप्नु पर्ने हुन्छ। केही टिप्सहरू अथवा सुझावहरू दिएको छ भाइ बहिनी, यसलाई पनि तपाईँले ध्यान दिएर सुन्नुहोला। समाचारको लागि तस्बिरको छनौट गर्नुभन्दा पहिले समाचारलाई राम्रोसँग पढेर विषयवस्तुलाई बुझ्नु पर्दछ, होइन? उपलब्ध तस्बिरहरूमध्ये समाचारको लागि सबैभन्दा उपयुक्त तस्बिरको छनौट गर्नुपर्दछ। समाचारको लागि उपलब्ध स्थानभन्दा तस्बिर ठुलो भएमा सो तस्बिरलाई काट्नुपर्ने हुन्छ। त्यसै गरी कहिलेकाहीँ समाचार अनुकूल बनाउन तस्बिरमा भएको अनावश्यक दृश्यलाई काट्नु पर्दछ। अर्थात् समाचार अनुकूल बनाउन कहिलेकाहीँ तस्बिरको क्रपिङ, काटछाँट पनि गर्नुपर्ने हुन्छ। उपयुक्त तस्बिरले समाचारलाई पठनीय बनाउँदछ। आधुनिक पत्रकारितामा तस्बिर बिनाको समाचार पत्रको कल्पना गर्न सकिँदैन।
आजको यो टपिक यही नै सकिएको छ। अब थ्याङ्क यू फर वाचिङ दिस च्यानल। भाइ बहिनीलाई जय मातृ नेपाल आमा राम्रोसँग पढ्नु होला भन्न चाहन्छु।